नेपालका 8000 मिटर भन्दा अग्ला हिमालको बारेमा हामीले जुन छ त्यो कुरा गरिरहेछौँ। नेपालका 8000 मिटर भन्दा अग्ला हिमालहरू जुन छन् अब यो सूत्र जस्तै छ। यो हेर्नु त के छ, सकलो मचो धौ म अ, सकलो मचो धौ म अ। यसलाई यसरी यति याद गर्दा पनि भइहाल्छ। नेपालको यो 8000 मिटर भन्दा अग्ला हिमाल कतिवटा छ? 8 वटा हिमाल छ। मतलब हामी हिमालमा कति धनी हो हेर्नु। हिमालको मामलामा 14 वटा 8000 मिटर भन्दा ठुलो 14 वटा हिमाल मध्ये जुन छ 8 वटा हाम्रै देशमा छ। सकलो मचो धौ म अ। यसलाई हेर्नु, स भनेको सगरमाथा, क भनेको कञ्चनजङ्घा, लो भनेको लोथसे, अनि म भनेको मकालु, चो भनेको चोयु, धौ भनेको धौलागिरी, म भनेको मनासलु, र अ भनेको अन्नपूर्ण जुन छ हिमाल। जम्मा कतिवटा भइहाल्यो? 8 वटा हिमाल जुन छ त्यो भयो। यो अब हाइट पनि दिएको छ, उचाइ पनि दिएको छ सर्टमा। यो हेर्नु त, सगरमाथाको हाइट कति छ? 8848.86। यसलाई 848 पनि जुन छ डाइरेक्टै भन्दा याद गर्दा हुन्छ। अर्को छ 586, 8 त थाहै छ, 8000 मिटर भन्दा माथि नै छ त, यति याद गर्दा पनि हुन्छ। 886, 516, 463, 201, 167, 163 अनि अन्नपूर्णको 8091। तो यसरी जुन छ यसको हाइट पनि जुन छ त्यो उचाइ पनि दिएको छ, र यो जुन छ 8000 मिटर भन्दा अग्ला हिमालको नाम पनि जुन छ त्यो दिएको छ।